नमस्कार साथीहरू, तपाईहरू सबैलाई मेरो च्यानलमा स्वागत छ। आज हामी काठमाडौँबाट निस्केका छौँ नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरको यात्रामा। यो मन्दिर कुनै सामान्य मन्दिर होइन, प्राकृतिक गुफाभित्र रहेको स्वयम्भू शिवलिङ्ग, सयौं वर्ष पुरानो इतिहास र अद्भुत धार्मिक विश्वासले भरिएको यो स्थान नेपालकै अनौठा शिवधाममध्ये एक हो। आजको भिडियोमा हामी यात्रा, बाटो, प्रकृति, स्थानीय कथा र मन्दिरको सम्पूर्ण अनुभव तपाईहरुसँग साझा गर्नेछौँ। हामी अहिले महाराजगञ्ज टिचिङ कान्तिको बाटो हुँदै रिङ रोड पुग्यौँ। भङ्गबुको राइट लिएर ग्रिनल्यान्ड हुँदै दुप्चेश्वर सडकमा पुग्यौँ। बाटोको अवस्था अहिले झरीमा धेरै नै खाल्डाखुल्डी रहेछ र यस्तो बेलामा अलिकति होसियार भएर गाडी अथवा बाइकहरू चलाउनु पर्ने रहेछ। ल दाइ हामी गएर आउँछौँ। हामी अहिले दुप्चेश्वर नजिक आइपुगेका छौँ। यहाँका स्थानीयसँग मन्दिरको बारेमा केही जानकारी लिएका छौँ। यहाँ धेरै श्रद्धालुहरू आउनुहुँदो रहेछ। विशेष गरी सोमबार र शिवरात्रिमा हजारौँ भक्तजनहरू आउने गर्छन्। मन्दिर प्रवेश गर्ने बित्तिकै एउटा फरक प्रकारको आध्यात्मिक अनुभूति हुन्छ। यहाँको वातावरण निकै शान्त र प्राकृतिक छ। अघि बढ्दैछौँ अनि अझै यसपछि दुप्चेश्वर महादेव मन्दिरको बारेमा अलिकति जानकारी लिउँ। दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउतेबेसी स्थित टाँडी नदीको परिसरमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर 700 मिटरभन्दा अग्लो चट्टानको पहिरोमा अवस्थित छ। डर लागेको छैन आमा हेरेर दादा यहाँ बिचरा देउन कसले खिचिदिन्छ म मन्दिरको फेदीमा रहेको टाँडी नदीमाथि बनाएको झोलुङ्गे पुलको सिँढी हुँदै पालो पालो भक्तजनहरूले पूजा दर्शनको लागि उक्लने गरेका छन्। नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेवलाई पशुपतिनाथको दोस्रो रूप समेत मानिन्छ। दुप्चेश्वर आउँदा कस्तो लागिरहेको छ? दुप्चेश्वर महादेवको आउन आनन्द लाग्यो सबै। यता देखाउन यार देखाइरहेको छु त हामी। खुसी लाग्यो है, खुसी लाग्यो। तिमीलाई कस्तो लागिरहेको छ? मलाई नि रमाइलो लागिरहेको त्यो अर्को क्यामेरा झिक्नै नमिल्ने।
कति वर्ष हुनुभयो आमै? 84। 84 वर्षमा याद हजुर 84 वर्षमा यो मन्दिरमा जुर हो। हेर्ने नसकेमा 52 वर्ष नभए मान्छे त हिँड्न सकेको छैन। तपाईँ त धन्न हिँड्नुभयो। आउनु म खिचिदिनु दिदी अनि आमालाई यहाँ आउँदा कस्तो लागिरहेछ आमै? राम्रो लागेको छ त। अब मन्दिर आउन पाइयो, बाँचियो र पाइयो, नभएदेखि हेर्न पाइन्थ्यो। तपाईँ के गर्न भएको? म यहाँ मन्दिरमा पूजा गर्न आएको, पूजा मिलाउन लागेको। पूजा मेलाको छ कि अब फुल ल्याउनु पर्छ ल। फुल धतुरोको फुल ल त्यो गाडीमै छुट्यो। पिसा फेरे आउँछ त कति नलाइदियो पिसा फेरे कि ड्राइभर लगाइदिनु पर्थ्यो। जाउँ ढिलो हुन्छ फेरि। यो पापी ज्यानलाई जति स्याहार्यो होइन पौराणिक कथन र स्थानीय जनविश्वास अनुसार 400 वर्ष अघि स्थानीय एक बासु नाम गरेका तामाङको दुनो गाई हराएपछि खोजी गर्दै जाँदा पौरोमा दुध चढाइरहेको भेटिएकोले उक्त ठाउँमा दुक्षेश्वर महादेव रहेको विश्वास प्रत्येक वर्ष धान्य पुण्यका दिन विशेष मेला लाग्दै आएको छ। दुक्षेश्वर महादेवको मेला भर्न काठमाडौँ, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोर्खा र अन्य जिल्लाहरूबाट यहाँ वर्षेनी हजारौँ भक्तजनहरू महादेवसँग वर माग्न आइपुग्दछन्। जिल्ला सदरमुकामदेखि 35 किलोमिटर पूर्वको राउटे विशेषती गौचरणमा रहेको मन्दिरमा विशेष जोडी जुराउन सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको विश्वास गरिन्छ। महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास पनि गरिन्छ। हरेक वर्षको पुष महिनामा धान्य पूर्णिमाका दिन साताव्यापी विशेष मेला, शिवरात्रि, साउन महिना तथा हरेक सोमबार दुक्षेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ। दुक्षेश्वर महादेवको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ति हुने, लामो समयसम्म नबोल्ने बालबालिकाहरू बोल्ने विश्वासमा
यहाँ टाढा टाढा भक्तहरू भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनको लागि समेत यहाँ आउने गर्दछन्। साथीहरू, शिव मन्दिरमा प्रवेश गर्दा साँच्चै फरक अनुभूति हुन्छ। चिसो हावा, प्राकृतिक चट्टान र शिवलिङ्गको दर्शन, यो अनुभव शब्दमा वर्णन गर्न गाह्रो छ। आज हामी पनि भगवान शिवको पूजा गर्दै सम्पूर्ण देश तथा सबै दर्शकको सुख शान्ति र समृद्धिको कामना गर्दछौँ। यहाँको धार्मिक महत्त्वसँगै प्राकृतिक सौन्दर्य पनि अद्भुत छ। शान्त वातावरण, हरियाली जङ्गल, पानीको आवाज, चराहरूको सङ्गीत, मानव प्रकृतिले भगवान शिवको आराधना गरिरहेको छ। बजाउनै नमिल्ने गरेर बाँधेर राखेको छ खै, यहाँ बजाउनै छैन। काटेर हातले चाटेर प्याकेटवाला पनि गुप्तेश्वर मन्दिर केवल एउटा धार्मिक स्थल मात्र होइन, यो प्राकृतिक आस्था, इतिहास र शान्तिको अद्भुत सङ्गम हो। यदि तपाईँ काठमाडौँ नजिक कुनै धार्मिक तथा प्राकृतिक गन्तव्य खोज्दै हुनुहुन्छ भने गुप्तेश्वर महादेव मन्दिर अवश्य एकपटक घुम्न आउनुहोस् र यहाँको सौन्दर्य अवलोकन गर्नुहोस्। छिटो 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 ढिला पूजा पनि गर्न नदिकन घाँडो कुरो खाने भने यत्रो दुःख गरेर आएपछि मान्छे त पूजा घाँडो कुरो खन्याएर यही हो। समाउनु न, म यहाँ पुरै गर्नु लागि पाल बाँधेर हात खाली छ। त्यो शिरमा हाल्नै मिल्दैन कि पूजा राम्रोसँग गर्नु, तर छिटो गर्नुहोस्, महलमा लिनुहोस्। ल्याउनु भएको सामान खन्याउनुहोस्, चाहिने आफूले टिपेर लानुहोस्। तपाईँले रोक्नुभयो, तपाईँ निकाल्नु पर्ने हुन्छ है।
तपाईँ धेरै नै जानु। नानु यहाँ सौभाग्य झिकेर चलाउनु बाँकी छ। उयो भाउजू तपाईँहरूको सामान लिएर सामान बोतल सबै मिलाएर आउनुहोस् है, यहाँ आएर मिलाउने। फोटो भिडियो बन्द। मोबाइल अफ। बेलपत्रमा सिँगै चढाइदिन्छ। बेलपत्र चाहिँ किन राख्छ होला? हजुर यसलाई अलिक पर राखेर हजुर। भन्नु भएन मैले सिँगै चढाइदिएँ अनि के कुरो? ए बेलपत्र दिनु भन्थ्यो मैले सिँगै चढाइदिएछ। भगवानलाई चढाउनु भयो कि भयो, सबै कुरो भयो। भाउजूले कुरा गरिरहनु है। तारा नआउनुहोस् उतार पाउदेखि आउनु। चरण केटा हो भगवानको कुरा गर्नु। हजुर अब यता सर्नुहोस् नि आउनुहोस्। एकदम एकदम ओम शान्ति कर्मणि सर्वत्र तथा दोषो न दर्शने ग्रह पीडा सूचक राशि राक्षीको माला छैन हजुर चढाउनु हुँदैन। अब त्यसरी नचढाउनु। त्यही चढाउने हो सौभाग्य धुपबत्ती चाहिँ तल गर्ने हो भयो अघि गर्नु नि त हजुर यो बन्द गरिदिनु हुन्छ कि ल आज म यो भिडियो यहीँ बिट मार्दैछु। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर तपाईँको अनुभव पनि साझा गर्नुहोस्। यस्तै नेपालका धार्मिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यको यात्रा हेर्नको लागि च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोस्। म फेरि अर्को नयाँ यात्रासहित भेट्नेछु। धन्यवाद। जय दुधेश्वर महादेव। हर हर महादेव।